Hello everyone. Hello. Hello everyone. Hello ne कसैले भनेन त. Hello. Hello everyone. हाम्रो रेकर्डिङ नै सुरु भइसकेको छ अब स्टार्ट गर्दा हुन्छ आज चाहिँ म हैन लास्ट टाइम नितलले छुट्टै निश्चल है फेरि एउटै निश्चल भन्ठाल होला नि तिमीले एउटा बढी छ है दुईटा निश्चल है टिममा फेरि नजिक्यो निश्चलले लाइक एआई कसरी बन्यो एआई को हिस्ट्री के हो लाइक अ लट अफ थिंग्स लाइक एआई को ब्याकग्राउन्ड एआईले जब्स लैजान्छ कि लैजाँदैन भन्ने कुरा गर्यो हैन अनि यो चाहिँ मैले चाहिँ निश्चल चाहिँ अब हिज अ ट्रेन्ड एआई रिसर्चर भनौँ न मैले चाहिँ एआईमा काम गरेको छ अनि मैले चाहिँ के भन्छ मेरो चाहिँ आज चाहिँ अलिकति डिफ्रेन्ट छ फोकस हामीले चाहिँ एआई टुल्सहरू युज गर्छौँ हामीले युज गर्ने एआई टुल्समा हामीले चाहिँ स्पेसली धेरै भन्दा धेरै चाहिँ एलएलएम्स लार्ज ल्याङ्ग्वेज मोडल्सहरू भन्छौँ युज गर्छौँ अब त्यसलाई चाहिँ हामीले प्रम्प्टिङ गर्छौँ भनौँ न अनि त्यसपछि त्यो चाहिँ एउटा आर्टिफिसियल इन्टेलिजेन्स हो त्यसलाई कसरी गर्दाखेरि चाहिँ के हुन्छ भन्ने मेरो एक्सपिरियन्सको कुरा मैले थोरै जानेको कुराहरू चाहिँ आज सेयर गर्न गइरहेको छु होइन म चाहिँ त्यसपछि आज चाहिँ आई वान्ट मैले चाहिँ प्रेजेन्टेसन दिँदाखेरि चाहिँ आई वान्ट अलिकति इन्टरेक्टिभ बनाउँ भन्ने मेरो ऊ हो होइन त्यही भएर म चाहिँ कसैलाई क्वेसन्सहरू पनि सोध्न सक्छु बिचमा रोकेर होइन अनि तपाईँको एक्सपिरियन्सहरू पनि सेयर गर्न भन्न सक्छु है त त्यसको लागि चाहिँ रेडी हुनु नलजाउनु मैले मेरो क्यामेरा खोलेको छु तपाईँहरूलाई पनि क्यामेरा खोल्न मन छ भने खोल्नुहोस् होइन हेऱ्यो भने फेसियल एक्सप्रेसन हेऱ्यो भने आई क्यान नो वाट माई अडियन्स इज फिलिङ होइन तपाईँहरूको फेस देखेन भने मैले चाहिँ अनि भोइडमा बोलाएको जस्तो हुन्छ होइन म अब नेक्स्ट स्लाइडमा जान्छु है सो सबभन्दा सुरुमा वाट इज प्रम्प्ट होइन त्यो कुरा पनि मैले एआईलाई सोधेँ एआईलाई नै सोधेँ प्रोभाइड अ सर्ट डेफिनेसन अफ एआई प्रम्प्ट भने होइन अब एआईले के भने एआई प्रम्प्ट इज एन इन्स्ट्रक्सन अर क्वेसन गिभन टु एन एआई मोडल भन्ने कुरा भयो होइन एआई मोडल भन्ने कुरा चाहिँ अब निश्चयले नि लास्ट टाइम कुरा गरेको थियो होइन टु जेनरेट अ स्पेसिफिक रेस्पोन्स है रेस्पोन्स भन्ने टर्म चाहिँ याद राख्नु हामीले एआईलाई दिने स्पेसली लार्ज ल्याङ्ग्वेज मोडल्सलाई हामीले जे प्रोभाइड गर्छौँ त्यसलाई चाहिँ हामी प्रम्प्ट भन्छौँ होइन तर उसले जे फाल्छ उसले जे दिन्छ त्यसलाई चाहिँ हामी रेस्पोन्स भन्छौँ कि अनि नर्मली यो चाहिँ कहिले काम लाग्छ भन्दाखेरि अब तपाईँहरू सबैजना एआई युज गर्नुभएको छ हामीले कहिले के भन्छौँ भन्दाखेरि यो एन्सर इज इनकरेक्ट गिभ मी दिस भन्छौँ नि त्यो भन्नुभन्दा यो रेस्पोन्स इज इनकरेक्ट भन्नुभयो भने चाहिँ दिस इज डिफ्रेन्ट टाइप अफ उसले चाहिँ ए मैले दिएको कुरा चाहिँ गलत हो भन्ने कुरा चाहिँ बुझ्छ होइन सो वाट वी गिभ इज प्रम्प्ट वाट वी गेट इज रेस्पोन्स है उसले जेसुकै दियोस् उसले इमेज दियो पनि रेस्पोन्स भनौँ उसले कोड दियो भने पनि रेस्पोन्स भनौँ उसले डकुमेन्ट ड्राफ्ट गरेर दियो भने पनि रेस्पोन्स भनौँ होइन अनि इट सेट्स द कन्टेक्स्ट अब ब्याक कमिङ ब्याक टु द prompt set the context, tone and content direction, helping guide the AI to produce relevant and accurate output based on user needs. So के हो त अब कन्टेक्स्ट भनेको के होला टोन भनेको के होला कन्टेन्टको डाइरेक्सन भनेको के होला हैन त्यो सबै कुराहरू चाहिँ अब अलिकति बिस्तारै हामी एक्सप्लोर गर्छौँ नि त बेसिकली आजसम्म हामीले प्रम्प्ट त गरिरहेको थियौँ तर कतिपय चाहिँ मान्छेलाई प्रम्प्ट भनेको के थाहा नहुन सक्छ हैन सो प्रम्प्ट भनेको जस्ट इट्स नट देयर इज अ डिफरेन्स बिट्विन क्वेसन एन्ड प्रम्प्ट भन्छ क्या हामी सो इफ तपाईँले के सोध्नु हुँदा हु इज प्रेसिडेन्ट अफ इन्डिया भनेर सोध्नु भयो भने उसले नरेन्द्र मोदी आउटपुट त दिन्छ सो यु आर नट प्रम्प्टिङ एआई टु डु समथिङ यु आर जस्ट आस्किङ द क्वेसन सो नर्मली when you think about a prompt will have context, tone, content direction, helping guides हुन्छ नि ती कुराहरू फ्याक्टर्सहरू चाहिँ प्रम्प्टमा हुन्छ भनेर बुझ्नुपर्छ हैन अब दिस क्यान बी अ रङ डेफिनेसन तपाईँले पनि भन्न सक्नुहुन्छ कि मैले जे त्यहाँ प्रम्प्ट हो भन्नुभयो भने द्याट इज अल्सो राइट त्यहाँ रङ भन्ने छैन तर जनरल त्यो चाहिँ कन्सेन्ससको कुरा हो राइट र रङ भन्ने जनरल कन्सेन्ससमा चाहिँ ओके प्रम्प्ट भनेको चाहिँ प्रम्प्टमा टोन हुन्छ कन्टेक्स्ट हुन्छ डाइरेक्सन हुन्छ एउटा इन्स्ट्रक्सन हो जसले चाहिँ एउटा स्पेसिफिक रेस्पोन्स डिजायर गर्छ भन्ने कुराहरू चाहिँ बुझ्नुपर्छ होइन अनि त्यही भएर तपाईँले मन लाग्दै लेखेर प्रम्प्ट हुँदैन र मन लाग्ने मैले प्रम्प्टै बनाउन खोज्छु खतरा भन्दैमा पनि तपाईँले गरेको प्रम्प्ट राइट हुन्छ भन्ने छैन होइन त्यही भएर अब ल सबैजनालाई एउटा क्वेसन सोध्छु दिस इज अ क्विज है त माथि एउटा क्वेसन छ हिटलर प्लस इटाली माइनस जर्मनी के हुन्छ तपाईँले अब यसमा प्राइज छ एक कप कफी तपाईँले इनकल म्यासेजमा एन्सर लेख्न सक्नुहुन्छ म केही समय दिन्छु यो च्याटको इनकलको म्यासेजमा चाहिँ एन्सर के हुन सक्छ भनेर लेख्दा आउँछ कसैले नि ट्राई गर्नु न खै एनीवन हेम्दा के हुन्छ प्रम्प्ट हाल्दै छु दाइ बख्नु है
त्यो प्रम्प्ट हालेर त हुँदै भएन नि, त्यो त अर्थै भएन नि, त्यो अनिसले त गरेको चिजै भएन, त्यो मेन्टल एक्सर्साइज हो। त्यो प्रम्प्ट हालेर त त्यो डिफिट्स द प्रपोज है। हेर्दा के हुन्छ होला ल, हिटलर प्लस इटाली माइनस जर्मनी, निश्चल के भन्छ, के हुन्छ होला खै त। यो वर्ल्ड वार 2 को कन्टेक्स्टमा भने जस्तो लाग्यो मलाई। अधिक हुन्छ हौ त्यहाँ, अधिक हुन्छ, अहिले अधिक हुन्छ भन्नुभयो। अनिसले प्रम्प्ट गरिरहेछ, अनिसको प्रम्प्टमा के एन्सर आयो, अरू कसैले एन्सर दिएन। आशी सर इटली नै हुन्छ भन्दै हुनुहुन्छ। ओके एकचोटि ल, यो क्वेसन चाहिँ तपाईँहरूलाई हेर्दाखेरि रसिया हुन्छ जस्तो लाग्यो मलाई। निश्चल खतरा एन्सर छ, रसिया हुन सक्छ भने उसले होइन, जियो पोलिटिक्सको कुरा आयो होइन। सो हामीले सोचिरहेछौँ नि त, हिटलर उसले निश्चलले रसिया भन्दाखेरि इटली जर्मनी छ भने दुईवटा कन्ट्री छ भनेपछि कुनै न कुनै जियोग्राफिकली रिलेटेड चिज हुनसक्छ भन्ने उसले एउटा डाइरेक्सनमा सोचिरहेछ होइन। अरूहरूको केही छ गेसहरू, रमाइलो चाहिँ देयर इज नो रङ एन्सर। मुसोलिनी भनिरहेछ दाइ, प्रम्प्टले त मुसोलिनी भनिरह। अनिसले चाहिँ के भन्दाखेरि मुसोलिनी भनिरह होइन। अब एआईले अनिसलाई मुसोलिनी दियो है, तर मुसोलिनी किन दियो त? दिस इज सिम्पल। अब उसले त एआईलाई सोध्यो, अघि मैले के भनेँ भने एआईलाई सोधेको र प्रम्प्ट हुन्छ भनेर थिएँ। हिटलर प्लस इटाली माइनस जर्मनी प्रम्प्ट दियो भने मुसोलिनी भन्यो, कसरी भन्छ भन्ने कुरा चाहिँ क्विक भिडियो हेर है त। What is Hitler plus Italy minus Germany? म्युजिक आइरहेछ, तपाईँको साउन्ड आइरहेछ, एकजनाले कन्फर्म गर्नु न, हेरौँ है त। यो भिडियो एकचोटि नभए दोहोऱ्याएर पनि हेरौँला है त। What is Hitler plus Italy minus Germany? This came up in a full video that I did dissecting what happens inside large language models. You see, when tools like ChatGPT process text, the first thing they do is subdivide it into little pieces, and they associate each piece with a large vector, some long list of numbers. This is called an embedding of that piece of text, and it's helpful to imagine these embedding vectors as directions in some very high-dimensional space, even if we struggle to concretely visualize anything more than 3 dimensions. Models that learn to embed words as vectors like this often encode meaning into the directions of this high-dimensional space. If you take the difference between the embeddings of man and woman, and you add that to the embedding of uncle, you get a vector very close to the embedding of aunt. If you take the embedding of Italy minus Germany, and you add it to the embedding of Hitler, you get something very close to the embedding of Mussolini. It's as if the model learned to associate some directions in this high-dimensional space with Italianness, and others with World War II Axis leaders. हामीले सानो भिडियो हेरौँ होइन, त्यसबाट के बुझ्न सकिन्छ भन्दाखेरि एआईले, मैले पहिला पनि अब एआईमा के भन्छ, तपाईँले जुन इन्फर्मेसन दिनुहुन्छ नि, इट गोज इन्टु अ स्ट्याटिस्टिकल मोडल होइन। अनि त्यो दिएलाई टोकन 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 बनाएर तपाईँको इन्फर्मेसनलाई टुक्रा 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 बनाएर हाल्छ होइन। अब यसमा तपाईँको देयर आर मेनी थिङ्स। अब तपाईँको 1960s 70s देखि नै तपाईँको ओडहरू दिएर नेक्स्ट ओड प्रिडिक्सन गर्ने लेटर्सहरू, ओड सरी ओड्सहरू होइन, लेटर्सहरू तपाईँले 26 वटा लेटर्सहरूको सिस्टम बनाउनु भयो, 4-5 वटा लेटर दिनुभयो नेक्स्ट ओड के हुन्छ भनेर प्रिडिक्सन गर्ने एल्गोरिदम्सहरू 1960s 70s मै आइसकेको थियो होइन। अनि त्यसमा चाहिँ मान्छेहरूले त्यो जनरेट गर्दाखेरि चाहिँ एउटा ल्याङ्ग्वेज जस्तो देखिने चिजहरू, ऱ्यान्डम चिजहरू बन्थ्यो होइन। अब त्यो हजुरलाई त्यसमा इन्ट्रेस्ट छ भने यु क्यान टक टु मी, त्यसमा चाहिँ प्रोबाबिलिटी स्ट्याटिस्टिक्सको डिफ्रेन्ट कुरा हो। तर एट द एन्ड अफ द डे एआई भन्यो भने इट्स नट म्याजिक, यसको ब्याक एन्डमा त केही न केही क्यालकुलेसन्सहरू भइरहेछ होइन। तपाईँले दिएको इन्फर्मेसन्सहरू चाहिँ दे आर इम्बेडेड इन्टु भेक्टर्स र भेक्टर क्यालकुलेसन गर्छ भनेर बुझ्नु होइन। अनि त्यसपछि एकदम सिम्पल, मैले चाहिँ एकदमै यसलाई घटाएर एकदम सिम्प्लिफाई गरिरहेको छु भनेर बुझ्नु होइन। अनि त्यस पछाडि चाहिँ एउटा डिरेक्सनमा तपाईँले के भन्नु भन्दाखेरि मम्मी राख्नुभयो, मदर राख्नुभयो, अनि अर्कोमा डिरेक्सनमा ब्रदर राख्नुभयो भने मदर्स ब्रदर त तपाईँको मामा भयो नि त होइन। अनि मम्मीको सट्टा फादर राख्नुभयो, फादर राख्ने फादरको ब्रदर चाहिँ अङ्कल भयो नि त, काका भयो नि त। सो एआईले चाहिँ त्यसरी कुनै पनि चिजको चाहिँ उसले चाहिँ डाइरेक्सन्सहरू इम्बेड गर्छ, भेक्टरको डाइरेक्सन्सहरू इम्बेड गर्छ र त्यसको आधारमा चाहिँ नेक्स्ट वर्ड प्रेडिक्ट गर्छ भन्ने चाहिँ हाम्रो एउटा कन्सियसनेस हुन्छ क्या। त्यही भएर चाहिँ हामीले जे कुरा इन्फर्मेसन दिन्छौँ वी क्यान प्रेडिक्टिभली थिङ्क हाउ एआई वर्क्स क्या, बुझ्नुभयो नि। मान्छेहरूले चाहिँ के भन्छ भन्दाखेरि एआई हलुसिनेट गर्छ भन्छ अथवा के गर्छ भन्छ, यस द्याट इज ट्रु, त्यो गर्छ पनि। तर तपाईँले दिने प्रम्प्टलाई चाहिँ इफ यु कन्ट्रोल वाट यु गिभ द डिजायर रिजल्ट क्यान बी एक्सपेक्टेड। किनकि अघि न अनिसले झेली गरेर मुसोलिनी भन्यो दाइ भन्यो नि होइन, तर भिडियोमा पनि त मुसोलिनी नै भन्यो नि त। सो भनेपछि
प्रम्प्टहरु डिफरेन्ट एआईहरु डिफरेन्ट भए पनि तर सेम खालको प्रम्प्ट दिँदाखेरि आउने एन्सर चाहिँ सिमिलर नै हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझ्नु हैन एउटा यसको अन्डरलाइन मोडलमा चाहिँ जुन इम्बेडिङ गरेको हुन्छ त्यो इम्पोर्टेन्ट हुन्छ अनि हजुरहरुले एउटा कुरा रियलाइज गर्नु What is Hitler plus Italy minus Germany? Models they do is and they associate each piece. भन्दाखेरि तपाईहरुलाई म भन्छु 4 स्क्वायर एन्ड 7 इयर्स अगो भनेर उले एउटा टोकन्सहरु क्रिएट गरे नि त हामीले दिएको प्रम्प्ट चाहिँ इट विल कन्भर्ट देम इन्टु टोकन्सहरु चाहिँ दे आर नट जस्ट वर्ड्स है कहिले सिक्वेन्स अफ वर्ड्स पनि टोकन हुन सक्छ के आई एम भनेर भन्यो भने दुईटा वर्ड पनि एउटा टोकन बन्न सक्छ हैन एउटा वर्ड एउटा टोकन हुन्छ भन्ने छैन मल्टिपल वर्ड पनि टोकन हुन सक्छ हैन र टोकनहरुको चाहिँ त्यसको नि टोकन चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि यो अगाडिको टोकनहरुले चाहिँ यसको इन्फर्मेसनको आधारमा नेक्स्ट वर्ड प्रिडिक्ट गर्दै जान्छ कि जनरली एलएलएमहरुले चाहिँ एउटा पछाडी अर्को वर्डहरु प्रिडिक्ट गर्दै जान्छ भनेको तपाईले इफ यु क्यान ट्राई दिस हैन च्याट जीपीटी 4 अलिकति पावरफुल छ च्याट जीपीटी 3 लाई तपाईले म्यारी ह्याड भनेर भन्नुभयो भने उले नर्मली लिटल ल्याम्ब भन्थ्यो के किनकि उसको ट्रेनिङ डेटामा चाहिँ के हुन्छ भन्दा उले धेरैचोटी म्यारी ह्याड लिटल ल्याम्ब हुज फर वाज व्हाइट वाज स्नो भन्ने कविता उले धेरैचोटी देखेको कारणले गर्दाखेरि तपाईले म्यारी ह्याड हान्ने बित्तिकै उले लिटल ल्याम्ब भनिहाल्थ्यो के एआईले त्यो प्रेडिक्टेबल हुन्छ त्यही भएर एआईलाई चाहिँ तपाईले दिने प्रम्प्ट चाहिँ राम्रो दिनु भयो भने उले दिने रेस्पोन्स पनि राम्रो हुन सक्छ र डिजायर्ड हुन सक्छ भन्ने कुरा चाहिँ मैले यसबाट गर्न सक्छु हैन ल अब प्रम्प्ट गर्ने त भने राम्रो प्रम्प्ट गर्ने त भने हैन अब राम्रो प्रम्प्ट के हो भनेर भन्दाखेरि अब इट इज डिबेटेबल फरक मान्छेले फरक कुरा भन्न सक्छ तर मैले जानेको चाहिँ देयर आर मल्टिपल वेज टु डु अ प्रम्प्ट हैन त्यसलाई हामी प्रम्प्ट प्याटर्न भन्छौँ हैन अनि प्रम्प्टलाई चाहिँ तपाईले कुनै पनि एउटा टास्कलाई सल्भ गर्नु खोज्नुभयो भने यु क्यान sort about different prompt patterns and use that prompt pattern to help you do your task है त हामी पर्सनल प्याटर्नबाट सुरु गर्छौं हैन दिस इज भेरी कमन है सबै मैले चाहिँ एकदम सिम्पल एक्जाम्पल्सहरु मात्र राखेर ट्राई गरेको छु यो क्रममा तपाईले के गर्नुहुन्छ भन्दाखेरि तपाईले एक्ट एज पर्सना एक्स भन्नुहुन्छ पर्फर्म टास्क वाइ भन्नुहुन्छ है यसमा तपाईले के भयो एक्ट एज अ स्पीच ल्याङ्ग्वेज पैथोलोजिस्ट प्रोवाइड एन असेसमेन्ट अफ 3-year-old चाइल्ड बेस्ड अन द स्पीच स्याम्पल आई नीड माई वे बुझ्नु भयो नि यसमा के भन्छ एआई लाई तपाईले यु आर असाइनिङ अ पर्सोना टु एआई त्यसमा के हो ह्युमन स्पीच ल्याङ्ग्वेज पैथोलोजिस्ट भन् र बच्चाले चाहिँ आई नीड माई वे भनेर यहाँ स्पेलिङ मिस्टेक देख्नु हुन्छ भने यो नीड नै हो त्यो स्पीच इम्पेडिमेन्ट भएको बच्चाले आई नीड माई वे भन्छ भने माई वे भन्छ भने यो चाहिँ आई नीड माई वे नि हुन सक्छ के हुन सक्छ भन्ने कुरा एआई ले असेसमेन्ट गर्छ कि अब यु क्यान असाइन एआई टु बी एनीथिङ यु क्यान आस्क एआई टु बी अ speech language pathologist you can ask AI to be a computer that has been the victim of a cyber attack and right respond whether I type with output that Linux terminal would produce ask for me any command अब यो कुरा शिव सरलाई थाहा छ यो प्रम्प्ट तपाईले गर्नुभयो भने सुरुमा लिनक्स चलाउन सिक्ने बेलामा तपाईलाई सजिलो हुन्थ्यो होला हैन आई थिंक शिव सर वुड से यस है अनि तपाईले यसै गरी यु क्यान टेल एआई टु बी एनीथिङ यु क्यान आस्क एआई टु बी अ डक्टर यु क्यान आस्क एआई टु बी अ कन्सल्टेन्ट यु क्यान आस्क एआई टु बी अ लयर उले त्यसको पर्सोना लिन्छ र अब उले आफ्नो दिमागमा चाहिँ अघि हामी टोकनहरु भेक्टरहरुको कुरा गरेका थियौं हैन उले चाहिँ जसरी चाहिँ त्यो डिरेक्सन्सहरुमा चाहिँ लयरको डिरेक्सनमा सोच्छ भनेर सोचौँ न हैन है अब अर्को पर्सोना प्याटर्न हेरौँ है त हामी यसमा चाहिँ क्वेशन रिफाइनमेन्ट प्याटर्न भन्ने छ हैन यो प्याटर्नमा चाहिँ तपाईले के गर्नुहुन्छ एउटा फन्डामेन्टल कन्टेक्स्चुअल स्टेटमेन्ट दिनुहुन्छ हैन जसमा चाहिँ तपाईले के भन्नुहुन्छ भन्दाखेरि एउटा एक्जाम्पल चाहिँ फ्रम नाउ अन whenever I ask a question suggest a better version of the question to use instead तपाईले एआई लाई चाहिँ सुरुमा यो भन्दिनु भयो भने तपाईले इच टाइम अब तपाईले नयाँ प्रम्प्ट गर्नुहुन्छ उले के सोच्छ भन्दाखेरि ए मलाई त यसले सुरुमा मैले जे क्वेशन सोधे पनि त्यो क्वेशनको बेटर भर्जन बना भनेर भनेछ नि त सो तपाईले अलिकति उल्टो क्वेशन सोध्नु भयो अथवा भन्न तपाईले इन्फर्मेसन मिस गर्नुभयो भने सो अघिनको बेस्ड अन द कन्भर्सेसन वी ह्याड मेबी तैले सोध्न खोजे हो कि हैन यो कुराको गर्न खोजे हो कि भन्छ अनि अर्को पनि यसमा अप्सनमा के एड गर्न मिल्छ भन्दाखेरि प्रम्प्ट मी इफ आई वुड लाइक टु युज द बेटर भर्जन इन्स्टेड सो मैले सोचेको ओरिजिनल क्वेशन पनि सोध्न सक्छु उले दिएको नयाँ भर्जन क्वेशन पनि सोध्न सक्छु सो इट विल मेक माई वर्क इजियर हैन त्यसको एक्जाम्पल हेरौँ फ्रम नाउ अन whenever I ask a question suggest a better version of question and ask me if I would like to use it instead यो चाहिँ मैले प्रम्प्ट नै दिन्छु हैन अनि मैले त्यसको एक्चुअल रियल लाइफ एक्जाम्पल चाहिँ whenever I ask about dieting अब हेर्नु है त डाइटिङ भने मान्छेले के बुझ्न सक्छ भन्दा भोकै बस्ने नि डाइटिङ हैन अब त्यसलाई चाहिँ फास्टिङ पनि भन्नुस् कसैको माइन्डमा चाहिँ डाइटिङ र फास्टिङ एउटै हुन सक्छ तर मलाई चाहिँ के थाहा छ भन्दा डाइटिङ भनेको भोकै बस्ने होइन त्यो केसमा मैले के भने सजेस्ट अ बेटर भर्जन अफ द क्वेशन दैट emphasizes
हेल्दी इटिङ हेबिट्स एन्ड साउन्ड न्युट्रिसन बुझ्नुभयो नि सो त्यो भनेपछि मैले चाहिँ सुड आई स्टे हङ्ग्री भनेर सोधेँ भने एआईले लाइकली से कि ओके स्टेइङ हङ्ग्री चाहिँ गर्ने उसको गोल होइन उसको चाहिँ न्युट्रिसन र इटिङ हेबिट्स चाहिँ गोल हो त्यही भएर आई विल चेन्ज द क्वेसन टु समथिङ एल्स द्याट विल केटर टु दिस क्वेसन भनेर उसले ट्राई गर्छ क्या बुझ्नुभयो सबैजना बुझेको मान्छेले बुझ्नु भयो भने त्यो इमोजीबाट थम्स अप दिनु तिमी आफैले बुझिहाल्यौ नि तिम्रो थप्समा सबैजना अब हामी नेक्स्ट क्वेसन प्रम्प्ट प्याटर्न जान्छ है त कग्निटिभ भेरिफायर प्याटर्न भन्ने छ हैन अनि तपाईले चाहिँ के गर्न मिल्छ भन्दाखेरि when you ask a question you set a rule है त्यसमा एक्जाम्पल हेरौँ when you are asked a question follow these rules concentrate on number of additional questions that would help you more accurately answer the question combine the answers to the individual questions to produce the final answer of our questions भन्ने मिल्छ हैन अब यसमा चाहिँ एउटा एक्जाम्पल हेरौँ when you are asked to plan a trip follow these rules generate a number of additional questions about my budget हेर्नु है अब तपाईं ट्रिप मात्र प्लान गर भनेर भन्नु भयो भने it will not remember what the तपाईको थाहै हुन्न के ट्रिपमा त धेरै भेरिएबल्स हुन्छ ट्रिपमा धेरै कुरा हुन्छ के हो को बारेमा भने उले के भनेछ एडिशनल क्वेशन अबाउट बजेट प्रिफर्ड एक्टिभिटीज एन्ड वेदर आई विल नट ह्याभ अ कार हैन कम्बाइन द एन्सर्स टु द क्वेशन्स टु बेटर प्लानमा आइटिनरी भन्यो भने अब मैले उलाई के भन्न मिल्छ भन्दाखेरि पोखरा जाने छु भन्यो भने उले मलाई के सोच्छ भन्दाखेरि बजेट कति हो प्रिफर्ड एक्टिभिटीज के हो हैन मसँग कार छ कि छैन बुझ्नुभयो नि त्यो कुराहरु सोच्छ त्यो छ र छैनको आधारमा उले उसको एन्सर चेन्ज गर्न पाए नि त अनि हामी कहिलेकाहीँ के गरेर हुन्छौँ भन्दाखेरि यतिकै साथ थोरै इन्फर्मेसन दिएर हुन्छौँ अनि धेरै कुरा एक्सपेक्ट गरेर हुन्छौँ हैन तर कहिलेकाहीँ चाहिँ द्याट विल नट वर्क विथ एआई है अब अर्को भनौँ अघि न मैले चाहिँ एआई लाई एउटा पर्सना दिए अब मैले आफैले पर्सना बन्न पनि मिल्छ हैन त्यसको चाहिँ त्यो पनि एक्जाम्पल हेरौँ है त टु युज दिस प्याटर्न your prompt should make the following fundamental contextual statements it's a repeat भइराछ सबैतिर तर बुझ्नुस् है explain x to me assume that I am persona y है explain large language models to me assume that I am a bird अब चराको लागि लार्ज ल्याङ्ग्वेज मोडल कसरी एक्सप्लेन गर्छ होला है बुझ्नुभयो नि तपाई चरा हो भने उले अब कसरी गर्छ यो ट्राई गर्नु होला दिस इज फन प्रम्प्ट हैन explain how the supply chains for US grocery stores work to me assume that I am Genghis Khan. Genghis Khan लाई US को ग्रोसरी स्टोर सप्लाई चेन कसरी काम गर्छ यसले कसरी एक्सप्लेन गर्छ होला त हैन अब यसको चाहिँ दिज आर रादर अलिकति एसोटेरिक एक्जाम्पल्सहरु भयो तर कमन एक्जाम्पल्स चाहिँ के हुन सक्छ भन्दाखेरि assume that I am 5 years old explain to me like I am a stupid person त्यो प्रम्प्ट्सहरु कमन छ बच्चालाई एक्सप्लेन कसरी गरेको जसरी एक्सप्लेन गर अनि तपाईले के भन्न मिल्छ भन्दाखेरि बिकज while you are making AI think like a software engineer हैन अब हेमदाइ भने चाहिँ सफ्टवेयर इन्जिनियर हुनुहुन्छ हैन अदिप दाइ हुनुहुन्छ अफिस एडमिनिस्ट्रेटर है आशिष सर हुन्छ अफिस एडमिनिस्ट्रेटर हुन्छ उहाँले के भन्छ मलाई आन्सर दे अज्युम आई एम अफिस एडमिनिस्ट्रेटर भनेपछि त आफूलाई थाहा हुने कुरा त मलाई थाहा हुन्छ नि त भनेपछि उले के गर्छ भन्दाखेरि टर्मिनोलोजिजहरु नोमेनक्लेचरहरु युज गर्ने वर्ड्सहरु चाहिँ अफिस एडमिनिस्ट्रेटरले बुझ्ने वर्ड्सहरु हुन्छ के हैन त्यही म यो हुँ भन्न नि पायो तिमी यो बन भन्न नि पायो के है प्रम्प्ट गर्दाखेरि अब अर्को प्याटर्न हेरौँ है त यो चाहिँ टेम्पलेट प्याटर्न हो हैन टु युज दिस प्याटर्न योर प्रम्प्ट शुड मेक द फलोइङ फन्डामेन्टल कन्टेक्स्चुअल स्टेटमेन्ट्स अघि नगर्दै आई एम गोइङ टु प्रोभाइड द टेम्पलेट फर योर आउटपुट x इज द प्लेस होल्डर फर द कन्टेन्ट हैन यो भन्न मिल्छ उलाई ट्राई टु फिट द आउटपुट इन one or more प्लेस होल्डर दैट आई लिस्ट प्लिज preserve the formatting and overall template that I provide this is the template pattern and placeholders हुन्छ एउटा एक्जाम्पल हेरौँ है त create a random strength workout for me today with complementary exercises. I am going to provide a template for your output. Capitalized words are placeholders for my content. Try to fit output in one or more placeholders that I list. Set the please preserve the formatting and overall template that I provide. This template is name. अब यो चाहिँ मैले उलाई यो टेम्पलेटमा आन्सर चाहिन्छ भनेको छु के मैले उलाई नेम कमा रेप्स @sets हैन मसल ग्रुप्स वर्क कमा डिफिकल्टी स्केल 1 to 5 फ्रम रेट्स अब यो चाहिँ कसलाई काम लाग्छ यस्तो यो टेम्पलेट प्याटर्न चाहिँ भन्दाखेरि तपाईले सीएसवी फाइलहरु जनरेट गर्दै हुनुहुन्छ सीएसवी फाइलमा भर्ने रोजहरु जनरेट गर्दै हुनुहुन्छ भने तपाईले एउटा लङ अमाउन्ट अफ इन्फर्मेसन दिदै हुनुहुन्छ तपाईलाई चाहिँ टेबलको कोलम अथवा रोजमा चाहिँ के बस्छ भन्ने कुरा थाहा छ भने चाहिँ उलाई के भन्न मिल्छ भन्दाखेरि मेरो प्लेस होल्डर टेम्पलेट चाहिँ यो हो
मैले तँलाई जेसुकै इन्फर्मेसन दियो भने पनि मलाई चाहिने रिजल्ट चाहिँ यो टेम्प्लेटमा हुनुपर्छ भनेर उसलाई भन्यो भने उसले दिने चाहिँ उसले अरू कुरा केही दिँदैन, लामो कथा कहानी केही बनाउँदैन, सिर्फ टेम्प्लेटमा आउटपुट दिन्छ होइन। सो दिस क्यान बी अ पावरफुल वे टु युज एआई है। अब अर्को पनि हेरौँ, रेसिपी प्याटर्न भन्ने छ होइन। यसमा चाहिँ आफूलाई अचिभ गर्न मन लागेको कुरा एक्सको लागि चाहिँ स्टेप्सहरू के हुनसक्छ, एबिसी सबै दिए, अनि कम्प्लिट सिक्वेन्स अफ स्टेप्स दिए, अनि मिसिङ स्टेप्स भर, अनि अनि अननेसेसरी स्टेप्स पनि आइडेन्टिफाई गर भन्नुभयो कि होइन। त्यसमा चाहिँ अब एउटा इक्जाम्पल के हुनसक्छ भन्दाखेरि एउटा घरको इक्जाम्पल छ होइन। आई वुड लाइक टु पर्चेज अ हाउस, आई नो द्याट आई निड टु पर्फर्म स्टेप्स टु मेक एन अफर एन्ड क्लोज अन द हाउस। घर किन्नलाई एउटा अफर गर्नुपर्ने र क्लोज गर्नुपर्छ भन्ने चाहिँ थाहा छ। प्रोभाइड अ कम्प्लिट सिक्वेन्स अफ स्टेप्स पनि भनेपछि उसले घरको अफर गरेदेखि घरको क्लोज गर्दाखेरिसम्म के स्टेप्सहरू हुनसक्छ। मैले आउट अफ हेड चाहिँ घरको तपाईँको युएसमा चाहिँ घरको इन्सपेक्सन हुन्छ क्या, घरमा किरा लागेको छ कि छैन, मोल्ड छ कि छैन, को हुनसक्छ, एआईले त भन्नु पऱ्यो नि त। आई एम बाइङ अ हाउस, टेल मी हाउ भन्यो भने भन्नु र मैले चाहिँ मलाई चाहिँ यो कुरा थाहा छ, यो कुरा चाहिँ मेरो नलेजमा ग्याप छ, यो कुरा फिल गर्दै भन्न पायो। आई वुड लाइक टु ड्राइभ फ्रम न्युयोर्क टु नेसनल हेभन, दिस इज डिफरेन्ट ट्राभल इक्जाम्पल छ होइन। आई नो द्याट आई वान्ट टु गो थ्रु एसविल नर्थ क्यारोलाइना अन माई वे एन्ड द्याट I don't want to drive more than 300 miles per day. Right? Please provide me a complete sequence of steps for me. Fill any missing steps. भनेपछि अब उसले के भयो, तपाईँको लागि ट्राभल आइटिनेरी जेनेरेट गर्ने भयो। सो यसलाई पनि हामी के भन्छौँ, रेसिपी प्याटर्न भन्छौँ। रेसिपी प्याटर्न चाहिँ किन भनेको भन्दाखेरि मोमो कसरी बनाउने भनेको त उसले स्टेप बाई स्टेप पिठो लिएर आऊ, पिठो मु गर, यसो गर भनेर सबै कुरा भन्छ नि त होइन। पिठो लिएर आऊ, भित्र किमा लिएर आऊ, भर, स्टिम गर, सर्भ गर, सबै भन्छ नि त। त्यसरी सबै जुनसुकै कुरालाई पनि यु क्यान ब्रेक डाउन इन्टु देयर रेसिपिज क्या। त्यो कुरालाई चाहिँ त्यसरी हामीले युज गर्छौँ भने चाहिँ त्यसलाई हामी रेसिपी प्याटर्न भन्छ त्यसमा होइन। अब मैले यसरी भन्यो भने तपाईँको आज दिनभरि मैले प्रम्पटको प्याटर्न मात्र भने गर्छु होइन। त्यही भएर धेरै अरू प्याटर्नहरू पनि छ होइन। फ्यु सर्ट भन्ने छ, चेन अफ थट भन्ने छ होइन, रियाक्ट भन्ने छ, रियाक्ट इज रियली पपुलर अहिले एकछिन आएर होला यो होइन। गेम प्ले प्याटर्न भन्ने छ, मेटा ल्याङ्ग्वेज क्रिएसन प्याटर्न भन्ने छ होइन। त्यसमा चाहिँ तपाईँले के भन्न सक्नुहुन्छ भन्दाखेरि एउटा आफैले ल्याङ्ग्वेजै क्रिएट गर्न सक्नुहुन्छ होइन। मैले इनपुट दिएँ भने चाहिँ त्यो ल्याङ्ग्वेजमा एन्सर दिएँ भन्न सक्नुहुन्छ होइन। आउटपुट एक्सपेन्सन प्याटर्न हुनसक्छ, फ्यु सर्ट त फेरि रिपिट भएछ होइन, सरी। टल जेनेरेसन प्याटर्न भन्ने सक्छ, सिमेन्टिक फिल्टर प्याटर्न हुन्छ। सो देयर आर मल्टिपल प्याटर्न्स फर युजिङ एआई है। अनि तपाईँले रमाइलो कुरा चाहिँ मैले अहिलेसम्म जति पनि यो प्याटर्न्सहरूको बारेमा कुरा गरेँ, यु क्यान कम्बाइन देम है। तपाईँले के गर्न मिल्छ भन्दाखेरि मैले रेसिपी गरेको छु भनेर रेसिपी मात्र युज गर्छु भन्नु पर्दैन होइन। तपाईँले के गर्न मिल्छ भन्दाखेरि एउटा इक्जाम्पल चाहिँ तिमी चाहिँ एउटा चाहिँ रकेट साइन्टिस्ट हो भनेर उसलाई भन्यो, पर्सना दियो, अनि म चाहिँ एउटा स्टुडेन्ट हो, अनि यो गर्ने स्टेप्स चाहिँ रेसिपी प्याटर्नमा गर भनेर तपाईँले मल्टिपल 3वटा प्याटर्न्सहरू कम्बाइन गरेर एउटा रिजल्ट पनि निकाल्न मिल्छ है। सो तपाईँहरूले चाहिँ अब अलिअलि प्याटर्नहरूको बारेमा बुझ्नुभयो। तपाईँले अहिले प्रम्प्ट भनेको त जस्ट राइट क्वेसन लेख्ने मात्र होइन रहेछ, त्यसको त आफ्नै एउटा प्याटर्न गर्ने प्याटर्न डिफ्रेन्ट वेज अफ प्रम्प्टिङ रहेछ भन्ने बुझ्नुभयो। अब सायद तपाईँले फुर्सद भएको बेलामा चाहिँ यो प्याटर्नहरूको बारेमा हेर्नुहुन्छ होला, अनि तपाईँलाई छुट्टै गर्नु नि पर्दैन, त्यो प्याटर्नहरूलाई चाहिँ हजुरले कम्बाइन गर्न सक्नुहुन्छ है त सर। सो दिस इज यो भएन। अब अलिकति कुरा गरौँ, अनि तपाईँहरूको क्वेसन होला यत्रो प्याटर्न 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 हो भने मलाई यत्रो प्याटर्न चाहियो भने कहाँ गएर हेर्ने भनेर सोध्नुभयो होइन। सो त्यसको क्वेसन तपाईँ क्वेसन के होला, व्हाट्स अ सिम्पल रिसोर्स फर मी, म कहाँ गएर चाहिँ हेर्ने त भनेर सोध्न सक्नुहुन्छ। सो वी हेभ अ सिम्पल वेबसाइट है। तपाईँलाई म एक्चुअली मेरो आई थिङ्क आई सुड सेयर दिस है त। एउटा वेबसाइट छ, वेबसाइटको नाम हो प्रम्प्टिङ गाइड.एआई होइन। म यो कपी गरेर च्याटमा पनि अघि न आयुषको मुसोलिनी लेखेको मुनि मैले पेस्ट गर्दैछु, हजुरले हेर्न सक्नुहुन्छ होइन। यो वेबसाइट चाहियो भने म पछि सेयर गर्न पनि सक्छु। सबै हामीले गरेको कुराहरू चाहिँ मैले चाहिँ खास यो ओरिजिनली प्रम्प्टिङ पढ्दाखेरि मैले चाहिँ 2 इयर्स अगो प्रम्प्टिङ पढेको, जति पनि इक्जाम्पल्सहरू मैले तपाईँलाई दिइहाल्छु, मैले 2 इयर्स अगाडिको इक्जाम्पल्स होइन, 1.5 2 इयर्स अगाडि, र अहिले कतिपय कुराहरू चेन्ज भएको छ है। अनि प्रम्प्टिङ टेक्निक्समा हेर्नु चाहिँ म तपाईँलाई एकदम बेसिक प्रम्प्टिङहरूको मात्र कुरा गरेँ होइन। अलिकति खतरा प्रम्प्टिङमा चाहिँ 0 सर्ट भन्ने छ होइन। अब यसको भिडियोहरू पनि छ, हजुरले हेर्न सक्नुहुन्छ होइन। अनि GPT-4 टर्बो क्लाउड 3हरूलाई चाहिँ प्रम्प्ट यस्तो गऱ्यो भने आउटपुट यस्तो आउँछ भन्ने कुराहरू छ होइन। फ्यु सर्ट प्रम्प्टिङ भन्ने देख्न सक्नुहुन्छ, चेन अफ थट प्रम्प्टिङ अघि मैले जुन इक्जाम्पल दिएको थिएँ होइन त्यो गर्न सक्नुहुन्छ होइन। मेटा प्रम्प्टिङ भन्ने छ, सेल्फ कन्सिस्टेन्सी भन्ने छ होइन। र अघि नै मैले तपाईँलाई एउटा रियाक्ट भनेको थिएँ, रियाक्ट इज अ रियली पपुलर है। त्यो 2 वर्ष अगाडिदेखि नै पपुलर छ होइन, 2022 मै आएको हो यो होइन। अनि यसमा चाहिँ तपाईँको
यसले चाहिँ दुईटा एक्टिङ र रिजनिङको सिनर्जिजमा काम गर्छ भन्छ होइन। तपाईँले यो चाहिँ आफ्नो खाली टाइममा हेर्न सक्नुहुन्छ होइन। मैले चाहिँ यसो डिपमा गइनँ, तपाईँले वेबसाइटमा जानुभयो भने आई वुड लाइक टु थिङ्क इफ यु ट्राई अदर थिङ्स, पहिला बेसिक प्रम्पटिङहरू ट्राई गर्नु, अनि गर्दै गर्दै गएपछि रियाक्ट प्रम्पटिङहरू ट्राई गर्नु, अनि तपाईँले थाहा पाउनुहुन्छ ए ओके एआई चाहिँ एक्चुअली पावरफुल रहेछ, मैले यो कुराहरूमा चाहिँ यो कुराहरू गर्न सक्दो रहेछु भन्ने कुरा गर्छ होइन। अनि यसमा चाहिँ अब अहिले तपाईँहरूले सुन्नुभएको एजेन्टिक एआई भन्ने सुन्नुभयो होला होइन। एआईको एजेन्ट्सहरूको बारेमा पनि कुराहरू छ यसमा अलिअलि होइन, गाइडहरू छ। अनि एप्लिकेसन ओके, तपाईँले स्पेसली अब च्याटजिपिटी डिफ्रेन्ट मान्छेले डिफ्रेन्ट टाइपको एआई युज गर्छ होला होइन। च्याटजिपिटी कसैले युज गर्छ होला, कसैले के युज गर्छ होला होइन। त्यसको लागि भयो। अनि प्रम्प्टको हब चाहिँ हेरी तपाईँ क्लासिफिकेसन गर्न कसरी गर्न मिल्छ होइन, कोडिङ, क्रिएटिभिटी, इभ्यालुएसन, इमेज जेनेरेसनको लागि छ होइन, अनि म्याथमेटिक्स सबै, अनि फरक मोडल्सहरू सबैको लागि पनि कसरी प्रम्प्ट गर्न मिल्छ भन्ने सबै यहाँ छ। तपाईँले अब प्लड युज गरिरहनु भएको छ भने प्लडमा के छ भन्ने कुराहरू सबै छ। जस एउटा तपाईँ प्रम्प्ट इन्जिनियरिङ गर्नुहुन्छ अथवा प्रम्प्टिङ गर्नुहुन्छ भने दिस क्यान बी अ भ्यालुएबल गाइड है त। त्यो भनेर हामी एकचोटि तपाईँको हाम्रोमा फर्क है। अनि अब हामी एकचोटि अब यहाँनिर धेरैजना कोडरहरू हुनुहुन्छ होइन, क्युए इन्जिनियर्स, कोडर्सहरू हुनुहुन्छ। त्यही भएर आई वुड लाइक टु थिङ्क अ लट अफ पिपुल वुड डु इज युज एआई टु जनरेट कोड अथवा कोडिङ गर्नलाई अथवा कोडको बारेमा इन्साइट्सहरू पत्ता लगाउँदै गर्नुहुन्छ होइन। एक्चुअली कोडमा चाहिँ गुड प्रम्प्ट्स र ब्याड प्रम्प्ट्सहरू के हुँदो रहेछ हेरौँ है त। तपाईँले के भन्न सक्नुहुन्छ भन्दाखेरि एआईलाई फिक्स माई कोड भन्न सक्नुहुन्छ क्या। तर त्यो भन्नुभन्दा बेटर चाहिँ यु हेभ आई थिङ्क यु हेभ टु प्रोभाइड अ बेटर कन्टेक्स्ट होइन। माई स्क्रिप्ट फेल्स वेन युजर इनपुट द इरर सिम्स, अनि आई थिङ्क धेरैजनाले यो लेभल गरिसक्नु भयो क्या होइन। अनि द इरर सिम्स टु बी इन भ्यालिडेसन फङ्सन, क्यान यु डिबग द भ्यालिडेट इनपुट पार्ट, हेर द रिलेभेन्ट इरर मेसेज, यसरी दिन सकिन्छ क्या। त्यसको लागि तपाईँले के गर्नु पर्यो भन्दाखेरि स्पेसिफिसिटी र कन्टेक्स्ट दिनुपर्छ भन्छ क्या अहिले होइन। त्यसै गरी मेड अ वेबसाइट भनेर भएन नि त होइन। के को वेबसाइट हो भन्नु पर्यो, पोर्टफोलियो हो होइन, होम चाहिन्छ, अबाउट मी चाहिन्छ, कनेक्ट फर्म चाहिन्छ भन्नु पर्यो। त्यसको लागि चाहिँ यु हेभ टु इस्टाब्लिस वाट क्ल्यारिटी एन्ड कन्स्टेन्ट्स आर इन द वेबसाइट होइन। डोन्ट मेक इट स्लो भनेर त भएन नि त होइन एआईलाई। त्यसको लागि तपाईँले के भन्नु पर्यो, डाटा रिफ्याक्टर गर्ने हो कि डिफ्रेन्ट एल्गोरिदम युज गर्ने हो कि डिफ्रेन्ट डाटा स्ट्रक्चर्स युज गर्ने हो कि भन्नु पर्यो नि त उसलाई। त्यसलाई हामी के भन्छौँ, पोजिटिभ इन्स्ट्रक्सन्स एन्ड गोल भन्छौँ। अनि यतापट्टि लेखेको कुरा एक्सप्लेनेसन चाहिँ स्पेसिफिसिटी कन्टेक्स्टको कुरा, क्ल्यारिटी र कन्स्टेन्ट्सको कुरा, पोजिटिभ इन्स्ट्रक्सन र गोलको कुरा। त्यसै गरी एड एनिमेसन भनेर त्यो सिम्प्लिसिटी एन्ड आउटकम। तपाईँले एड एनिमेसन भने कम्प्लेक्स कुरा भयो क्या। सिम्प्लिसिटी बनाउनलाई चाहिँ एनिमेट द इमेज इन द ल्यान्डिङ पेज होइन, सो द्याट इट लुक्स गुड, राइटबाट एनिमेट हुन्छ, लेफ्टबाट एनिमेट भन्न मिल्छ नि त होइन। त्यसलाई चाहिँ तपाईँले स्पेसिफिसिटी एन्ड आउटकमको कुरा गर्नु पर्यो। अनि बिल्ड द ब्याकएन्ड भनेर हुँदैन क्या, केमा बनाउने हो, सर्भर साइड लोजिक सेटअप गर, युजर अथेन्टिकेसन यसमा गर होइन, एपिआई इन्पोर्टहरू यो राख, सबै भन्नुपर्छ क्या। अनि ब्रेकिङ डाउन द टास्क होइन, त्यो चाहिँ टास्कलाई उसले गर्ने कामहरू ब्रेकडाउन गरेर एआईलाई भन्यो भने चाहिँ इट इज अ ग्रुप होइन। अब कति मान्छेहरू तपाईँ सुन्नुभयो होला है भाइ कोडिङ गरेर के बनायो भन्छ होइन। सो इफ दे आर टाइपिङ दिस काइन्ड अफ थिङ होइन, दे आर नट गोइङ एनिवेयर होइन। इफ दे आर टाइपिङ दिस काइन्ड अफ थिङ दे आर गोइङ रियली समवेयर। अनि अस्ति किस्ताले भन्दाखेरि पनि उसले जब कसको खान्छ सोधेको नि, यो खालको प्रम्प्ट गर्ने मान्छेको चाहिँ जब खान्छ, बुझ्नुभयो नि। यो खालको प्रम्प्ट गर्ने खालको मान्छेको चाहिँ जब खाँदैन भन्ने म बिलिभ गर्छु क्या म चाहिँ। बिकज यो प्रम्प्ट गर्नलाई नै यु हेभ टु हेभ सर्टेन काइन्ड अफ नलेज प्रि ह्यान्ड। तपाईँले पहिले नै यत्तिकै तपाईँलाई भ्यालिडेट इनपुट भनेको के हो नै थाहा छैन, भ्यालिडेसन भनेको के थाहा छैन होइन, तपाईँको वेबसाइट कम्पोनेन्ट्सहरू के हुँदै थाहा छैन होइन, के एनिमेसन गर्दाखेरि के हुन्छ थाहा छैन, अथवा भनौँ एपिआई भनेको के हो, एपिआई इन्भोइन्ट भनेको के हो नै थाहा छैन होइन। त्यो कुराहरू थाहा पाउन त यहाँ बेस लेभल अफ अन्डरस्ट्यान्डिङ नि त, त्यो त त्यत्तिकै आउँदैन हो। त्यो आउनको लागि पनि अलिकति कसरत गरेर आउँछ। त्यही भएर जब चाहिँ धरापमा छ, तर यो क्याटेगोरीको मान्छेको चाहिँ छ, यो क्याटेगोरीको छैन भन्ने म बिलिभ गर्छु होइन। अनि यो क्याटेगोरीको मान्छेलाई त अझ इनेबल गरेको छ एआईले भन्ने म बिलिभ गर्छु है त। अब नेक्स्ट स्लाइड जाउँ। अब यति कुराहरू चाहिँ तपाईँले कति कुरा धेरै भने रहेछ, मलाई त एउटा मात्र कुरा याद गर्न मन थियो, धेरै भयो मलाई भन्ने नि हुनसक्छ होइन। अनि त्यही भएर म धेरै हुने मान्छेलाई चाहिँ एउटा स्लाइड राखेको होइन। सो यो पुरै आजको यो उबाट हाम्रो सेसनबाट तपाईँले केही पनि लिनु भएन भने जस्ट यो पेजको कुरा मात्र लिए पनि इनफ हुन्छ भन्छु म होइन। किन भन्दाखेरि तपाईँको डिफ्रेन्ट एआई त डिफ्रेन्ट टाइपको छ, तर तपाईँले हामीले च्याट जिपिटीमा O1 भन्ने च्याट जिपिटी 4
ChatGPT 401 के भनेर आउँछ, तपाईँले याद गर्नुभयो O1 भनेर मोडल आउँछ होइन। त्यो O1 वाला मोडलको चाहिँ प्रम्प्ट गर्ने एउटा तरिका छ क्या। यो तरिका चाहिँ कसले भनेको हो भन्दाखेरि ग्रेग ब्याकम्यान भन्ने मान्छेले भनेको। ऊ चाहिँ ओपन एआई को प्रेसिडेन्ट सिइओ को फाउन्डर नै हो होइन। अनि उसले भनेको अब ऊ चाहिँ सिटी स्ट्राइप भन्ने कम्पनी अब पेमेन्ट इन्टिग्रेसनहरू गरेको छ भनेर भन्नु आउँछ होइन। स्ट्राइपको सिटिओ पनि हो होइन। अनि ऊ पहिला स्ट्राइपको सिटिओ पछि ओपन एआईमा गएको मान्छे हो। अब तपाईँको उसको एजुकेसन नै हार्वर्ड MIT-मा पढेको मान्छे। उसले चाहिँ लाइक हिज अ गुड उसको अथोरिटेटिभ फिगर इन टर्म्स अफ एआई भनौँ न। अनि उसले के भनेको छ भन्दाखेरि सबैभन्दा सुरुमा चाहिँ टपमा चाहिँ वी वान्ट टु सेट द गोल भनेको छ क्या। हामीले के गर्न चाहेको भन्ने कुरा चाहिँ माथि राखौँ भनेर छ होइन। यो कुरा चाहिँ किन भनेर बुझ्दाखेरि चाहिँ अघि हामीले सुरुमा भेक्टर के अरे मुसोलिनीको कुरा गरेको थियो नि, जहाँनिर टोकनहरू हुन्छ भेक्टरहरूको कुरा गरेको थियो नि। सबैभन्दा माथि असाइन गरेको कुरा चाहिँ ChatGPT-ले चाहिँ स्पेसली अरू ल्याङ्ग्वेज मोडलको बारेमा त्यति थाहा मैले हेरेको छैन आजको लागि। ChatGPT-ले चाहिँ सबैभन्दा टपमा भएको कुराहरूलाई चाहिँ हायर एमाउन्ट अफ वेट दिन्छ अरे, वेटेज हाई हुन्छ अरे क्या। त्यही भएर तपाईँले सुरुमा एउटा नचाहिने इन्फर्मेसन दिनुभयो भने प्रम्प्टहरू खराब हुन्छ। सुरुमा चाहिँ सबभन्दा भ्यालुएबल इन्फर्मेसन दिनु हो भन्छ। तर एआईलाई वी आर अलवेज ट्राइङ टु वर्क, वी आर ट्राइङ टु मेक देम वर्क फर आवर गोल्स नि त होइन। त्यही भएर सुरुमा गोल दिन्छौँ होइन। उसले सुरुमा गोल दियो। गोल के हो? आई वान्ट अ लिस्ट अफ बेस्ट मिडियम लेन्थ हाइक्स विथिन 2 आवर्स अफ सेन फ्रान्सिस्को। उसको एकदम हेर्नु है गोल छ, ससिङ्क्ट गोल छ होइन। तपाईँको लामो हजार मलाई यो गर्न मन छ सेन फ्रान्सिस्को, मलाई स्विमिङ गर्न नि मन छ, डाइभिङ गर्न नि मन छ, साइक्लिङ गर्न मन छ, होइन। उसको सिम्पल के छ, मलाई स्पेसिफिक गोल चाहियो। अनि उसले अर्को कुरा नै एड गर्यो, इच हाइक सुड प्रोभाइड अ कुल एन्ड युनिक एडभेन्चर एन्ड बी लेसर नोन। हेर्नु है उसको दुईटा यो गोल भयो है। उसले यति मात्र गरेर पनि प्रम्प्ट गर्न सक्छ है। तर उसले अझै कुरा गर, अब उसलाई रिटर्न कसरी चाहियो? अघि नै हामीले कुरा गरिरहेको थियौँ होइन, डिफ्रेन्ट प्रम्प्ट प्याटर्नमा रिटर्नहरूको फर्मेटिङको कुराहरू गरिरहेको थियौँ। उसले रिटर्न फर्मेट पनि यहाँनिर गर्यो। अब यसमा तपाईँले देख्न सक्नुहुन्छ अघि नै हामीले सिक्दाखेरि प्रम्प्ट प्याटर्न्सहरू, मल्टिपल प्रम्प्ट प्याटर्न्सहरू कुरा गरेका थियौँ। यसमा पनि मल्टिपल प्रम्प्ट प्याटर्न्सहरू युज भएको छ है त। फर इच हाइक return the name of hike as I find it on AllTrails, then provide the starting address of the hike, ending address of the hike, distance, drive, hike duration, and what makes it a cool and unique adventure. Okay, अघि नै हामीले एउटा प्रम्प्ट प्याटर्नमा चाहिँ यस्तो खालको आउटपुट निकाल्न मिल्छ भनेको थियो नि, उसले चाहिँ त्यही युज गरेर एउटा रिटर्न फर्मेट क्रिएट गरिरहेको छ होइन। अब उसले के गर्छ भन्दाखेरि एआईलाई के गर्ने भन्यो, तर गरेको कुराले कस्तो रिजल्ट दिने भन्यो, तर के नगर्ने पनि भन्नुपर्छ क्या। अनि हामीले रियलाइज गरेर कतिपय एआईले चाहिँ पहिला एन्सर दिएर हुन्छ नि। किन भन्दाखेरि हामीले चाहिँ कहिले पनि एआईको प्रम्प्टमा वार्निङ्सहरू राख्दैनौँ होइन। वार्निङ्सहरू चाहिँ कस्तो हुनसक्छ भन्दाखेरि, अनि बी केयरफुल टु मेक स्योर द्याट द नेम अफ द ट्रेड इज करेक्ट। हामीले भन्दैनौँ, हामीले खोज्छौँ एआईलाई लगाउँछौँ, एआईले उल्टो रिजल्ट दियो भन्छौँ। र हामीले एआईलाई कहिले पनि भन्छौँ खोजेको चाहिँ कुरा चाहिँ करेक्ट छ कि छैन अस्योर गर है भनेर भन्दैनौँ होइन। अनि द्याट इट एक्चुअली एक्जिस्ट है। अब यहाँ आखिर सर हुनुहुन्छ, मलाई थाहा छ उहाँले पार्किङको खोजिरहनु भएको होइन, हुँदैन भएको पार्किङ दिइरहेको होइन। किन दिइरहेको थियो भन्दाखेरि उहाँले वार्निङ राख्नु भएको थियो। हजुर, वार्निङ राखेको भए त्यो केसमा चाहिँ एक्चुअली एक्जिस्ट गर्छ गर्दैन चेक गर्न सक्छ होइन उसले, एन्ड द्याट टाइम इज करेक्ट। र त्योभन्दा मुनिपट्टि उसले डङ्ग टङ्ग कन्टेक्स्ट हाल्दैछ। हेर्नु है यत्रो कन्टेक्स्ट छ। र हामीलाई आई थिङ्क हामीले नर्मल्ली मैले धेरैजनाको देखेको, सबैजनाको त होइन, धेरैजनाको प्रम्प्ट चाहिँ योभन्दा लामो हुँदैन कहिले है। त्यही भएर प्रम्प्टले दिने आउटपुट त्यति राम्रो आउँदैन होइन। अब उसको कन्टेक्स्ट के छ हेर्नु है, गर्लफ्रेन्ड र उसको गर्लफ्रेन्ड टन्नै हिँड्छन्, जताततै गइसके, सेन फ्रान्सिस्कोको हाइकमा होइन, गोल्डन गेट पार्क नि गइसके, ह्यान त्यान सबैतिर गइसके, यस्तो भएको थियो उस्तो भएको थियो, अनि के भन्छ यो गरे, त्यसपछि यहाँनिर यो अर्को डिफ्रेन्ट भयो। उसले मन लागेको कुरा सबै लेखिरहेको छ क्या होइन। त्यो चाहिँ कन्टेक्स्ट हो। अब मैले यो जब देखेँ, मैले यसलाई कसरी युज गरेको छु भने पर्सनली चाहिँ मैले कसरी गर्थेँ र मैले कसरी सप्लाई भनौँ न। मैले पहिला के गर्थेँ भन्दाखेरि म सुरुमा मलाई एउटा सिभी बनाउनु पऱ्यो भने म मेरो सिभी कपी गरेर पेस्ट गरिदिन्थेँ। अनि म मुनि के लेख्थेँ भन्दाखेरि हेयर इज माई सिभी, त्यसलाई हेरेर गर भन्थेँ। अहिले होइन, अहिले म के गर्छु भन्दाखेरि स्पेसिफिकली अरूलाई भन्दा पनि ChatGPT-लाई चाहिँ म मेरो सिभी दिँदैछु, म मेरो सिभीमा मलाई यो गर्न मन छ, मेरो सिभीमा तिमीले यो कुराहरू नगर होइन। त्यो वार्निङ पनि तल राख्छु, बिचमा मैले के राख्छु, मेरो सिभीमा चाहिँ मलाई तिमीले दिने, मेरो सिभीमा चाहिँ तिमीले यो गर्ने हो, तिमीले यो दिने हो, तिमीले सिभी हेर्ने मात्र हो, अहिले केही गर्नु पर्दैन नि भन्न सक्छु। अहिले तिमीले मेरो सिभी पढेर चाहिँ मेरो सिभीको आधारमा चाहिँ मलाई मेरो कभर लेटर बनाऊ पनि भन्न सक्छु, रिटर्न फर्मेट आएको होइन। अनि लास्टमा मेरो सिभी हालिदिन्छु कि इन्टायर सिभी डङ्गरमा कपी पेस्ट गरिदिन्छु कि
त्यो चाहिँ कन्टेक्स्ट टर्म भयो होइन त्यो भयो भने गोल पहिला त्यसपछि रिटर्न फर्मेट वार्निङ त्यसपछि कन्टेक्स्ट टर्म तपाईँले यो फर्मेट फलो गर्नुभयो भने अगाडिको कुराहरू हेर्नु छ भने अब रिसोर्सेसहरू अघि नै हामीले कुरा गरिसक्यौँ होइन प्रम्पटिङ गाइड.ai मा गएर हेर्न सक्नुहुन्छ डिफ्रेन्ट प्रम्पटिङ प्याटर्न ट्राई गर्न सक्नुहुन्छ म केही गर्दिनँ मलाई सिक्नै छैन मलाई टगल गर्नु छैन भने अरू केही नसिक्नुहोस् जस्ट गोल चाहिन्छ रिटर्न फर्मेट चाहिन्छ वार्निङ चाहिन्छ र कन्टेक्स्ट टर्महरू चाहिँ यसरी चारवटा काउन्ट गऱ्यो भने मेरो चाहिँ एउटा प्रम्प्ट चाहिँ राइट वेमा जान्छ भन्ने बुझ्नुभयो भने इट क्यान बी अ गुड स्टार्ट टु प्रम्प्टिङ है त अब अर्को चाहिँ लास्टमा अब तपाईँले अनि सबैजनाले अब युज गर्ने भने चाहिँ च्याट जिपिटी सबैलाई थाहा छ यो होइन अब यो चाहिँ के को लागि राम्रो छ भन्ने नि बुझ्नु सबै एलएलएम टुल छ होइन मेरो च्याट जिपिटी चाहिँ एकदमै कन्भर्सेसनल छ होइन कुराहरू गर्न रुचाउँछ तपाईँलाई ह्याप्पी बनाउन खोज्छ उसले होइन हाउ क्यान हेल्प भन्छ होइन अनि अर्को जेमिनाईको चाहिँ गुगलको चाहिँ सर्च इन्हान्स रिजनिङ छ जेमिनाई चाहिँ मैले के पाएको छु भन्दाखेरि मैले गुगल म्याप्सहरूमा लोकेसन बेस्ड डेटाहरू खोज्नु पर्यो भने राम्रो गर्छ होइन अनि मलाई चाहिँ केही कुरा बनाएको कुराहरू चाहिँ मैले एकैचोटि गुगल सिट्समा फालिदिनु पर्यो भने डकुमेन्टेसन गर्नु पर्यो भने बिकज हाम्रो हामी गुगल वर्क स्पेस युज गर्छौँ त्यो पाएको छु होइन क्लाउड चाहिँ मैले कन्टेक्चुअल पाएको छु होइन डायलग सेफ छ होइन अनि कोडिङको लागि बेटर पाएको छु क्लाउड चाहिँ स्पेसली क्लाउड फ्लो होइन मिस्ट्रल भन्ने छ होइन जुन चाहिँ लाइट वेट छ ओपन सोर्स मोडल्सहरू अभाइलेबल छ एलएलएम्स नै होइन लामा हो लामा पनि बेटाको हो अनि लामा पनि ओपन सोर्स नै हो त्यही भएर लामा चाहिँ एकदमै धेरै अहिले चाहिँ रिसर्च एकाडेमिक युजमा युज भइरहेछ होइन र कोयर कमान्ड आर भन्ने सुन्नुभयो होला कसैले होइन इफ यु वर्क अब तपाईँको कोयर कमान्ड आर चाहिँ इन्टरप्राइज लेभलमा होइन ठुल्ठुलो कम्पनीहरूले इन्टरप्राइजमा चाहिँ उनीहरूको इन्टरनल सिस्टम्सहरूलाई चाहिँ युज गरेर कोयर भन्ने युज गरेर आउँछ होइन अब गोर्क सबैलाई थाहा होला होइन इलन मस्कको गोर्क होइन यसमा चाहिँ रियल टाइम इन्फर्मेसन एक्सेस राम्रो छ किनकि मान्छेहरूले चाहिँ ट्विटरमा चाहिँ रियल टाइम इन्फर्मेसनहरू अपडेट गरेर आउँछ होइन अनि त्यही भएर यो अहिले चाहिँ गोर्क पनि एकदम गोर्कको नयाँ भर्सन पपुलर आइरहेको छ होइन अनि पर्प्लेक्सिटी भन्ने सुन्नुभयो होला यो चाहिँ तपाईँको रियल टाइम वेब सिन्थेसिस गर्छ यसले होइन त्यही भएर यस्तो यस्तो टुल्सहरू चाहिँ अब तपाईँले यो मात्रमा डिपेन्ड हुनुपर्छ भन्ने छैन होइन अरू टुल्सहरू पनि केस स्पेसिफिक भएर ओके मलाई यो कुरा म यसमा गर्छु यो कुरा यसमा गर्छु यो कुरा यसमा गर्छु किनकि यो कुरा यसमा बेटर छ यो कुरा यसमा बेटर छ यो कुरा यसमा बेटर छ होइन भन्ने कुराहरू चाहिँ गर्न सकिन्छ त्यति भन्दै तपाईँको अलमोस्ट 5 बजेको मेरो प्रेजेन्टेसन सकियो एनी क्वेसन्सहरू छ भने अब क्वेसन्सहरू जस्तै होइन अब अर्को एआईले भनौँ न भिडियोहरू बनाउँछ नि फोटोहरू बनाउँछ त्यो फेस त्यो कहाँबाट लाइक त्यो कसरी ल्याउँछ त्यो भिडियोमा आशिषजीको एउटा क्वेसन आयो होइन मैले आज चाहिँ एलएलएमको मात्र कुरा गरेको थिएँ इमेज जेनेरेसनको कुरा गरेको थिएँ फेस चाहिँ कहाँबाट आउँछ भन्यो होइन अब तपाईँको मलाई थाहा भएसम्म चाहिँ तपाईँको म एउटा सर्च गर्छु है त केरास एआई नै फेस कहाँबाट ल्याउँछ भन्ने कुरा चाहिँ पहिले हेर्नै पर्छ तपाईँले म एउटा तपाईँको म यो ट्याब सेयर गर्छु होइन सो सबैजनाले मलाई एकदम बेसिक लेभलमा भन्नुपर्दाखेरि होइन के हुन्छ भन्दाखेरि तपाईँले एआईलाई जब इमेज जेनेरेट गर भन्नुहुन्छ केही एउटा प्यारामिटर्सहरू दिनुहुन्छ होइन तपाईँले के भन्नुहुन्छ भन्दाखेरि यो इमेजमा एउटा कुकुर छ पिकासोको ड्रइङ हो भनेर भन्नुहुन्छ होइन त्यो भन्यो भने उसले सबभन्दा पहिला एउटा नोइज म्याप जेनेरेट गर्छ क्या दिस इज द ओल्ड वे अफ डुइङ के यो अहिलेको नयाँ च्याट जिपिटीको 4o वाला मोडलले चाहिँ यसरी गर्दैन इट्स भेरी रियली एडभान्स होइन तर तपाईँले पुरानो मोडल्सहरू हेर्नुहुन्छ भने च्याट जिपिटीको डाली भनौँ न डालीवाला मोडलहरू भन्नुहुन्छ भने तिनीहरूले पहिला के गर्छ एउटा नोइज म्याप क्रिएट गर्छ यसरी होइन त्यो नोइज म्यापमा चाहिँ यो इमेजहरू सल्भ गर्न खोज्छ ट्राई गर्न खोज्छ क्या सो यो इमेजभित्र चाहिँ उसले कुकुर खोज्न ट्राई गर्छ क्या अनि मल्टिपल साइकल्समा काम गर्छ र सुरुमा चाहिँ एउटा यो इमेज चाहिँ उसले एउटा नम्बर लिएर प्राइम नम्बरहरू अथवा नम्बर लिएर उसले जेनेरेट गर्छ त्यो जेनेरेट गरेको नम्बरको आधारमा उसले चाहिँ त्यो भित्र एउटा सल्भ गरेर एउटा इमेज पत्ता लगाउन कहाँ छ भनेर खोज्न थाल्छ कि बुझ्नु होइन र त खोजेको कुरा चाहिँ लास्टमा सो यो कुरा चाहिँ कसरी भयो भन्दाखेरि पहिला चाहिँ हिजो लास्ट टाइम आशिषले भने जस्तै न्युरल नेटवर्क्सहरू युज गरेर पहिला चाहिँ इमेजहरू दिएर इमेजहरूको चाहिँ एउटा इमेजबाट यो यतापट्टि पुऱ्याएर होइन पछि चाहिँ फेरि यसबाट यतापट्टि सल्भ गर्ने ट्राई साइन्टिस्टहरूले सो बेसिकली वाट मोस्ट इमेज जेनेरेटर्स आर दे आर ट्राइङ टु सल्भ अर नोइज म्याप हुन्छ यो नोइज म्याप हुन्छ नोइज म्यापलाई सल्भ गरेर त्यो भित्र चाहिँ इन्फर्मेसन खोज्न ट्राई गर्छ अनि तपाईँको यसको नि डिफ्रेन्ट मोडल्सहरू हुन्छ कुनैको चाहिँ यस्तो खालको नोइज म्यापबाट सल्भ गर्न ट्राई गर्छ होइन कुनैले अर्को खालको नोइज म्यापबाट सल्भ गर्न ट्राई गर्छ त्यही नै एनी अदर क्वेसन्स
दाइ के अरे यो एलएलएम हामीले यो प्रम्प्टिङ गर्दाखेरि अब हाम्रो जुन हेलुसिनेसन भन्ने प्रब्लम छ अनि हजुर। त्यसलाई तपाईँको एउटा प्रम्प्टभित्र कति इन्फर्मेसन राख्ने भन्ने पनि त एउटा कुरा होला नि त तपाईँको चाहिँ कति इन्फर्मेसन तिम्रो चाहिँ त्यस्तो हुन्छ कि तिम्रो एलएलएमहरुको चाहिँ टोकन साइज हुन्छ भनौँ न हैन सरी एलएलएमहरुको टोकन साइज हुन्छ हैन तिम्रो कुनै पनि एलएलएमले कति अमाउन्ट अफ इन्फर्मेसन चाहिँ एकचोटीमा प्रोसेस गर्न सक्छ भन्ने कुरा भयो हैन त्यो चाहिँ त्यसमा दुईटा लिमिटेसन छ एउटा चाहिँ सफ्टवेयर लिमिटेसन भयो एउटा हार्डवेयर लिमिटेसन भयो हैन तिमीले चाहिँ उनीहरुले चाहिँ के हुन्छ उनीहरुकोसँग त धेरैवटा जीपीयूजहरु क्लस्टरमा राखेको हुन्छ उनीहरुले हैन उनीहरुको सर्भरमा अनि तिमीले जति नै अब मैले अघि नै आशिषले भने जस्तै एउटा इमेज जनरेट गर्नलाई अब मसँग चाहिँ म घरमा चाहिँ 3080 छ के मेरो ग्राफिक कार्ड मैले एउटा इमेज जनरेट गरेर आफ्नै मसिनमा चाहिँ कुनै पनि एआई नलागिकन गर्दाखेरि एउटा इमेज जनरेट गर्नलाई 1080 by 1080 को इमेजलाई 3 to 4 मिनट्स अनि मेरो जीपीयू चाहिँ 100% काम गर्थ्यो के त्यतिखेर एउटा सानो इमेज बनाउनलाई हैन 1080 by 1080 बिटिको सिम्पल इमेज बनाउन जति मैले प्रम्प्टलाई कम्प्लेक्स गर्दै जान्थे त्यति इमेज बनाउन टाइम बढ्दै जान्थ्यो के सो एउटा चाहिँ तिम्रो कम्पनीहरुलाई त इट इज अ बिजनेस प्रोडक्ट इट डजन्ट मेक सेन्स जे पनि इनपुट दियोस् जे पनि आउटपुट दियोस् भन्ने त डजन्ट मेक सेन्स हैन त्यो उनीहरुले लिमिटेसन्सहरु डिफाइन गरेको छ हैन यति भन्दा धेरै टोकन चाहिँ हामी हिसाब नगर्ने क्याल्कुलेट नगर्ने हैन त्यो चाहिँ टोकन लिमिट हुन्छ टोकनको साइज हुन्छ हैन त्यो टोकनको साइज भन्दा तिमीले एक्सिड गरेर दियो भने चाहिँ नर्मल्ली एआई चाहिँ उसले के भन्छ भन्दा टोकन साइज नै एक्सिड भयो नि भन्न सक्छ अथवा टोकन साइजको नियर जाने बित्तिकै एआई चाहिँ हेलुसिनेट गर्न सक्छ के किनकि अघि नै हामीले भने जस्तै हिटलर छ अनि त्यसपछि इटाली छ भने मुसोलिनी आइरहेछ भन्यो नि हैन त्यो त अनएक्सपेक्टेड एन्सर हो केही सेन्समा एक्सपेक्टेड पनि थियो केही सेन्समा अनएक्सपेक्टेड पनि थियो तर तिमीले जति एमाउन्ट अफ इन्फर्मेसन इन्कोडिङ हुँदै गयो बढेको इन्फर्मेसनले त्यो भेक्टरले डिफ्रेन्ट डाइरेक्सनमा पोइन्ट गर्न थाल्छ र त्यो पोइन्ट गरेको डाइरेक्सन्सहरूलाई चेस गर्दाखेरि एआईले जहिले पनि के गर्छ भन्दाखेरि नयाँ क्रिएट गर्ने हो त पछाडिको कन्टेक्स्टबाट क्रिएट गर्ने हो नि त उसले आउट अफ थिन एयर त तान्ने होइन पछाडि जे छ त्यसबाट तान्न थाल्छ अनि एउटा पोइन्टमा चाहिँ उसले उल्टो कुरा तान्दिन्छ के कुनै पनि ठाउँबाट किनकि भेक्टरले अन्तै पोइन्ट गरिदिन्छ र त्यो पोइन्टबाट चाहिँ उसले हेलुसिनेट गरेर जान थाल्छ कि एक्सपिरियन्सले चाहिँ त्यो भएको छ निशलको एन्सर सेटिस्फाई क्वेसनले एन्सरले सेटिस्फाई गर्यो हजुर एनी अदर क्वेसन्स दैत्य अनि प्रम्प्टिङमा लिमिटेसन्स भन्ने चाहिँ हुँदैन हुन्छ तिम्रो लिमिटेसन्स एज इन कस्तो लिमिटेसन्स टेक्निकल लिमिटेसन्स भन्छौ कि ओके लाइक अब हामी दिँदैखेरि पनि अघि जस्तै जुन 4 वटा कन्टेक्स्ट दिने भन्नुभयो नि लाइक रिटर्न फर्मेट गोल अनि के थियो नि हैन वार्निङ्स अनि कन्टेक्स्ट 4 वटा थियो अब त्यो भन्दा बाहेक हामीले लाइक हुन्छ नि के कुराले कनेक्टिङ डट्सहरु कनेक्टिङ पोइन्ट्सहरु धेरै दिँदै जान जति पनि दिन सकिन्छ कि लाइक देयर आर लिमिटेसन्स अन दैट यस्तो तिम्रो त्यो पनि ब्याक टु निश्चलले सोधेको क्वेसनमा आयो क्या हेलुसिनेट तिम्रो यस्तो भयो कि तिमीले एउटा च्याट गर्न सुरु गर्यो एआईसँग हैन एआईलाई तिमीले एउटा मात्र प्रम्प्ट गर्दैनौ कन्टिन्युअसली एकपछि अर्को प्रम्प्ट गर्छ भनेर सोच्छौ हैन हामी तिमीले सुरुमा के गर्यो भन्दाखेरि गोल यो फुल प्रम्प्ट लामो प्रम्प्ट दियो के लामो प्रम्प्ट दिएपछि सुरुमै के हुन्छ भन्दाखेरि त्यो ग्लोबली नै त्यो कुरा सेट हुन्छ त्यो चाहिँ एआईले चाहिँ मेरो काम चाहिँ यो हो भनेर बुझ्छ हैन त्यसपछि चाहिँ तिमी केमा जानुपर्छ भन्दाखेरि कन्भर्सेसनल मोडमा जान्छौ के तिमीलाई एआईले तिमीले मैले अघिको एक्जाम्पलमा मेरो सिभी चाहिँ यसरी बना भनेर भने मेरो कन्टेक्स्ट दिए रिटर्न फर्मेट पनि दिए उसले सिभी बनाइदिन्छ अब चाहिँ म के भन्छु भन्दाखेरि फेरि अब मैले मेरो गोल डिफाइन गर्नु परेन मैले अगाडि नै डिफाइन गरिसकेको हुन्छु मैले के भन्छु भन्दाखेरि तिमीले दिएको रेस्पोन्समा अघि नै मैले भनेको थिएँ सबैलाई याद छ कि छैन मैले अघि न स्लाइडमा कुरा गर्दाखेरि प्रम्प्टमा चाहिँ के गर्दाखेरि प्रम्प्टमा चाहिँ प्रम्प्ट हुन्छ उसले दिने एन्सरलाई रेस्पोन्स हुन्छ भनेर भन्दै थिएँ मैले के लाग्यो के भन्नुहुन्छ भने तिमीले दिएको रेस्पोन्समा मेरो सिभीमा चाहिँ यो मिस्टेक छ यसलाई करेक्ट गर भन्नुहुन्छ क्या अनि उसले त्यो गर्दाखेरि मेरो ओरिजिनल प्रम्प्टलाई पनि उसले टोकनाइज गरेकै हुन्छ नयाँ प्रम्प्टलाई पनि उसले टोकनाइज नै गर्छ र उसले गरेको आउटपुटलाई पनि तिनटै कुरा टोकनाइज गरेर फेरि रन गर्छ कि बुझ्यौ नि त्यही भएर चाहिँ जति तिमीले चलाउँदै गयो कन्भर्सेसन गर्दै गयो एआई विल फिल स्लो है उसले चाहिँ किनकि उसले फर्दर टाइम लाग्छ हैन अनि त्यो पोइन्टमा चाहिँ के मेक सेन्स गर्छ भन्दाखेरि एआईलाई के भन्नु मिल्छ भन्दाखेरि हामीले अहिले जे पनि कुरा गरेका छौँ